नमस्ते साथीहरु, सन्चै हुनुहुन्छ? पक्कै पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। हजुरहरु पनि एकदम ठिक हुनुहुन्छ भन्ने आशाका साथ मैले यो भिडियो सुरु गर्दैछु। स्वागत छ हजुरहरुलाई मेरो भिडियोमा। आज चाहिँ मैले मेरो भिडियो सुरु गर्दैछु गंगालाल हस्पिटलबाट। मेरो छोरालाई थोरै मुटुमा समस्या देखाएको थियो पहिले, अनि 6 महिना पुरा भएपछि लिएर आउनु भन्नुभएको थियो। अनि आज मैले लिएर गएको त्यही जचाउनको लागि भनेर। अनि यो चाहिँ मेरो अस्तिको भिडियो हो। बाबुलाई सन्चो थिएन, त्यही भएर बाबुले नदिएर मैले भिडियो एडिट गरेर हाल्न सकिनँ। अनि आज हाल्दैछु। अनि अहिले चाहिँ हामी होटलमा खाना खानको लागि भनेर आएका छौँ। यहाँ बाबु चाहिँ क्यामेरा देखाइदियो भने ज्ञानी भएर बसेको थियो, अनि क्यामेरा देखाइदिए। हाम्रो चाहिँ खाना नि आइसकेको थियो, अनि म खाना खान लागेँ। मलाई चाहिँ बाबुले खाना खान नदिएर दिदीले खाइसकेर दिदीले समाइदिनु भयो, अनि मैले खाएँ। अनि भिडियो बनाएको सुरुमा खाना आएको भिडियो मैले बनाउन सकिनँ। बाबुलाई अलि सन्चो छैन नि त, अनि दिएन, त्यही भएर बनाउन सकिनँ। अनि अहिले चाहिँ बाबु लगिदिनु भयो दिदीले खाइसकेर दिदीले समाइदिनु भयो। अनि मैले भिडियो बनाएँ। अनि खाना खाइसकेर हस्पिटल गएको हामी 1 बजे बोलाएको थियो क्या। 10 बजे 12 बजे पुगेको, 1 बजे बोलाएको थियो। बाहिर बसेर हामीले खानासाना खाएर जाँदा पनि पालो आएन। पर्खिँदा गरेर बसिरहेछौँ। एकदम बोर भइरहेको छ। नानीले यता उता कुदिरहेको छ, दिदीको छोरी। अनि सानो बाबु पनि रोइरहेको थियो, मेरो छोरा पनि। अनि छोरीलाई चाहिँ यसो टोलिन्छ भनेर अङ्गुर किनेर लगिदिएको थियो। अनि छोरी चाहिँ अङ्गुर खाएर बसिरहेको छ। बाबु चाहिँ एकछिन दिदीले समाइदिनु भएको छ। म चाहिँ यता छोरी हेर्नेछु। बाबु सुतेको थियो, अनि दिदीले समाइदिनु भएको छ। म चाहिँ यता छोरी हेर्नमा छु। अनि पालो आइपुगेको छैन। 1 घण्टा 2 घण्टा भइसक्यो पर्खेर बसेको, पालो आइपुगेको छैन। एकदमै बोर भइरहेको छ। हस्पिटल आएपछि टाउको दुखिरहेको छ। त्यसपछि त्यहाँको काम सकेर हामी निस्क्यौँ घरतिर। घर जान भनेर हामी गाडीमा चढिसक्यौँ। त्यहाँको भित्र डाक्टरलाई चेक गरेको मैले भिडियो खिच्न सकिनँ। अनि हामी फेरि हेल्पिङ हस्पिटल आयौँ। छोराको जिउमा पुरै खटिरा आएको थियो। अनि त्यो खटिरा देखाउनको लागि भनेर उहाँ देखाउन मिलेन। अनि त्यो खटिरा देखाउनको लागि भनेर म हेल्पिङ आएँ। अनि हेल्पिङमा पनि कार्ड बनाएर कार्डभित्र दिएको छ। डाक्टरको पालो आएको छैन। अनि पर्खेर बसेको। पालो आएपछि म त्यहाँबाट फर्केँ। चाबेलबाट गाडी चढ्यौँ हामी, अनि फर्क्यौँ। त्यहाँबाट फर्किँदाखेरि बाहिर यो के अरे एमएलए पार्टीको जुलुसहरू देखिरहेको थियो। त्यसको भिडियो बनाउन भनेर खिचेको मैले, देखेन। अनि हामी चाहिँ घर जाँदैछौँ। छिमीमा पुगेर हामीले खाजा खायौँ। हामी चाहिँ जहिले खाजा खाँदाखेरि यहीँ आउँछौँ। अनि गाडी चढ्न भनेर बाहिर निस्केको, यो एमएलएको जुलुस आइरहेको रहेछ क्या। कति लामो हो हेर्नु न। यहाँ बोल्दै मेरो छोरी आइपुग्यो, अनि मैले रेकर्ड रोक्नु पर्यो। अस्तिको यो जुलुसमा को हुनुहुन्थ्यो? यदि हुनुहुन्छ र यो भिडियो हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नु है त। अनि आजको लागि यति नै। भिडियो मन परे लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। बाई बाई।